हेलो नमस्ते सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी वेडिङ रिसेप्सनमा जाँदै गरेको। आज चाहिँ हाम्रो भाइ नवाङ र अनि बुहारीको रिसेप्सनमा हामी जाँदैछौँ। के कस्तो हुन्छ आज चाहिँ भ्रमणमा छौँ हामी हैन। तपाईहरुलाई अब के कस्तो हुन्छ यहाँको वातावरणहरु के कस्तो सबै तपाईहरुलाई देखाउने अपडेट गराउँछु अनि तपाईहरुलाई देखाउने प्रयास गर्छु है। हेर्दै गर्नुहोस् ल। हेर्नु साथी यो भ्रमणको लेकहरुमा चाहिँ पुरा बोटै बोट छ साथीभाइहरु। हेर्नु साथीभाइहरु हेर कहाँ मेरो बहिनी राम्रै मान्छेको राम्रो निकाल्नु पर्छ भिडियो। मेरो प्राण परमप्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्सी, जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ र तेरा सबै रोगहरू निको पार्नुहुन्छ, जसले तेरो जीवनलाई मृत लोकबाट मुक्त गर्नुहुन्छ र तपाईँ करुणा र कृपाको मुकुट लगाइदिनुहुन्छ, जसले तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ ताकि तेरो जवानी चिलको जसले फेरि नयाँ होस्। आमेन। अनुसार हामी समय ओहो के छ ठिक छ। अहिले अलिकति भेटौँ ल एकछिनमा। पवित्र विवाह हुन सक्यो है। अनि त्यस पछाडि पनि भाइ नामासँग म धेरै घुमेँ कालिम्पोङमा। अलिकति भाइले मलाई विभिन्न ठाउँमा लानुभयो, बहिनीले काम गरेको ठाउँमा लानुभयो। एकछिन गयौँ होला हामी बेलुकातिर होइन, रमाइलो भएको थियो एकदमै। किनभने कालिम्पोङ चाहिँ म पनि पुगेको पढ्नको लागि, तर पढिएन त्यहाँनिर। उकाबाट देखेर फर्कै बच्यो। तर जे होस् एकदमै रमाइलो क्षण त्यति बेला हिजो जस्तो लाग्छ। भएछ 5 वर्ष अनि त्यस पछाडि विवाह भयो। उहाँले प्रोसेसहरू सुरु गर्नुभयो।
अलिकति प्रोसेस अरूकोभन्दा लामो भयो तर पनि यसमा हामीले मनदुख गर्नुपर्ने कुरा छैन। हालेलुया। हाम्रो टाइमिङ भन्दा पनि परमेश्वरको टाइमिङ चाहिँ अति महत्त्वपूर्ण हुन्छ हैन। सायद बहिनी त्यहाँनिर प्रायः जस्तो अब रेडी भइसक्यो, अब तताउनु पर्छ होला। रेडी गर्नुपर्छ, केटाहरूलाई बोलाएको कसरी कल मिस्टर विशाल लामा यो अब यो केकलाई दुवैजनाले काट्नुहुनेछ अनि एक दुसरालाई उहाँले खुवाइदिनु दिनुहुनेछ। यसले तपाईँको प्रेम जनाउँछ, यसले तपाईँको प्रेमलाई देखाउँदछ अनि यो प्रेम चाहिँ साँच्चै उहाँको जीवनमा अटुट कुराले सधैँ गइरहेको छ। यो सबैमा म आशिषको प्रार्थना गर्दछु। धन्यवाद छ सबै भागहरूले प्रार्थना आशिष पाउँछ जीवित येशूको नाममा। तपाईँहरू आफ्नो स्थानमा बस्न सक्नुहुनेछ र भाइ बहिनी आफ्नो स्थानमा उठ्नुहुनेछ अनि दुवैजनाले यो केकलाई काट्नुहुनेछ अनि एकैतालमा हात समातेर अनि र उहाँले एक दोस्रोलाई खुवाइदिनुहुनेछ अनि यसले चाहिँ एउटा प्रेम जनाउँछ अनि यो प्रेम चाहिँ सधैँभरि उहाँको जीवनमा अटुट कहिले नमेटिने प्रेम रहोस्। हाम्रो परमेश्वरसँग आशीर्वाद अनि प्रार्थना यही नै छ। हुन्छ, धन्यवाद तपाईँलाई। हाम्रो भाइ बहिनीले बस्न सक्नुहुनेछ र हामी एउटा उहाँको छोटो अब यो समय हामी भिडियो हेर्नेछौँ। लाइक पनि दिन पारिनुहोस् अनि एउटा भिडियो हेरिसके पछाडि म यो आज रिसेप्सनमा पनि पानी आज परेको छ होइन। फेरि कस्तो रेडी भयो क्या उनीहरूको यो हो नर्थ एभेन्यू एम्बुलेन्स सेन्टर भन्ने यहाँ छ होइन। यहाँनिर लोकेसनहरू यहाँ छ यस्तो छ। हाम्रो ह्यान्डसम आएको छ है, यहाँ मामहरू हुने रहेछ। नमस्कार दाइ, नमस्कार। एकदम हजुर माम ल्याइदिनु। ओके मजा राम्रो हुन्छ क्या, पकडा हुन्छ जति खान्छ राम्रो हुन्छ। थ्याङ्क यू। आएको मान्छे नै बल्ल हुन्छ।
अब मासु यो काटेर खसीको मासु खसीको मासु माथि बेला भएको हैन यो माथि यता भन भात छैन होला साथीभाइ अब चाहिँ एन्डिङ भएको है सकिँदैछ सबै क्लोजिङ हो क्लोजिङ यो चाहिँ क्लोजिङ है अब चाहिँ यो चाहिँ क्लोजिङ है अब यो चाहिँ क्लोजिङ है आगो यो खोल त भाइ टन्न रहेछ जग्गा आगो चरा उडाउनु त झुलाउला मायालाई भुलाउला भुलाउन भुलाउन छैन छ
के छ मेरो भाग्य टेबलमा होइन छ मैले नलाएको होइन तस्बिरमा रहेन छ धानकै बाला जलाउला माया